नमस्कार साथीहरु, तपाईहरु सबैजनालाई युबी एडभाइस च्यानलमा स्वागत छ। साथीहरु, आजको यो भिडियोमा मैले तपाईहरुलाई बताउने छु कसरी तपाईहरुले आफ्नो इमो एकाउन्टमा रहेको कन्ट्याक्टहरुलाई ब्लक गर्न सक्नुहुन्छ। भन्नाले अब चाहिँ तपाईहरुले आफ्नो इमोमा रहेको नचाहिँदो अथवा आवश्यकता नभएको कन्ट्याक्टहरुलाई चाहिँ ब्लक गर्न सक्नुहुन्छ एकदमै सजिलोसँग। यदि साथीहरु तपाईहरुले पनि आफ्नो इमो एकाउन्टमा रहेको यस्ता नचाहिँदो नम्बरहरुलाई ब्लक गर्न चाहनुहुन्छ भने आजको यो भिडियोलाई लाइक गर्नुहोस् र सँगसँगै आजको यो भिडियोलाई आफ्नो फेसबुक, व्हाट्सएप, इमो, इन्स्टाग्राम सबै ठाउँमा शेयर गर्नुहोस्। र साथीहरु, अब म तपाईहरुलाई बताउन गइरहेको छु कसरी तपाईहरुले यस्ता नचाहिँदो नम्बरहरुलाई आफ्नो इमो एकाउन्टबाट ब्लक गर्न सक्नुहुन्छ। तर साथीहरु, त्यो भन्दा पहिला तपाईहरुसँग मेरो एउटा सानो रिक्वेस्ट रहेको छ। अझैसम्म तपाईहरुले यो युबी एडभाइस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नुहोस्। तपाईहरुलाई यो भिडियोको तलपट्टि एउटा यस्तो सब्स्क्राइबको बटन देखिँदैछ। यो सब्स्क्राइबको बटनमा एकचोटि टच गर्नुहोस् र सँगसँगै आएको यो घण्टीको आइकनलाई पनि एकचोटि टच गर्नुहोस्। ल त सुरु गरौँ। साथीहरु, आफ्नो इमो एकाउन्टमा भएको कन्ट्याक्टहरु मध्ये कसैलाई ब्लक गर्न चाहनुहुन्छ भने आफ्नो इमो एकाउन्टलाई ओपन गर्नुहोस्। साथीहरु, आफ्नो इमो एकाउन्टलाई ओपन गरिसकेपछि तपाईहरुको मोबाइलमा चाहिँ फेरि एउटा यस्तो इन्टरफेस ओपन भएर आउँछ र यहाँ माथिपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ च्याट र कन्ट्याक्ट भनेर लेखेको छ। तपाईहरुले यहाँनिर चाहिँ कन्ट्याक्टमा एकचोटि टच गर्नुपर्ने हुन्छ। यो कन्ट्याक्टमा एकचोटि टच गर्नुहोस् र साथीहरु, त्यो कन्ट्याक्टमा टच गरिसकेपछि तपाईहरुको मोबाइलमा चाहिँ फेरि एउटा यस्तो इन्टरफेस ओपन भएर आउँछ र यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ तपाईहरुको इमोमा रहेका जति पनि कन्ट्याक्टहरु छन् ती सबै यहाँनिर देखाइनेछ। र साथीहरु, अब चाहिँ तपाईले यहाँनिर के गर्नुपर्ने हुन्छ, तपाईले जुन नम्बरलाई अथवा तपाईले जुन कन्ट्याक्टलाई डिलिट गर्न चाहनुहुन्छ अथवा ब्लक गर्न चाहनुहुन्छ तपाईले त्यो व्यक्तिको नाममाथि एकचोटि टच गर्नु होला। जस्तै फर इक्जाम्पलको लागि मैले यहाँनिर एउटा देख्न सक्नुहुन्छ सुरज भनेर लेखेको छ। मैले यो सुरजलाई ब्लक गर्न चाहे, त्यसैकारणले मैले यहाँनिर सुरजमा एकचोटि टच गरे। र साथीहरु, त्यसपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ मेरो मोबाइलमा चाहिँ फेरि एउटा यस्तो इन्टरफेस ओपन भएर आएको छ र साथीहरु, यहाँ माथिपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ सुरज भनेर लेखेको छ। र साथीहरु, तपाईहरुकोमा चाहिँ तपाईले जुन नम्बरलाई ब्लक गर्दै हुनुहुन्छ त्यो मान्छेको नाम यहाँनिर देखाइनेछ। जस्तै मेरोमा यहाँ सुरज देखाएको छ। तपाईहरुले त्यो मान्छेको नाममाथि एकचोटि टच गर्नुहोस्। जस्तै मैले यो सुरजमा एकचोटि टच गरे र साथीहरु, त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ मेरो मोबाइलमा चाहिँ फेरि एउटा यस्तो इन्टरफेस ओपन भएर आएको छ र यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ थुप्रै अप्सनहरु। र साथीहरु, अब चाहिँ तपाईले यहाँनिर के गर्नुपर्ने हुन्छ, तपाईले एकचोटि स्क्रल डाउन गर्नु होला, यता तलपट्टि आउनु होला र साथीहरु, यहाँनिर तपाईले देख्न सक्नुहुन्छ ब्लक भनेर लेखेको छ र ब्लकको साइडमा तपाईले एउटा बटन देख्न सक्नुहुन्छ। यो बटनमा एकचोटि टच गर्नुहोस्। साथीहरु, त्यो बटनमा टच गरिसकेपछि तपाईहरुको मोबाइलमा चाहिँ फेरि एउटा यस्तो पपअप मेसेज ओपन भएर आउँछ र साथीहरु, यहाँनिर के लेखिराखेको छ, यदि तपाईहरुले यो मान्छेलाई ब्लक गर्नुभयो भने तपाईहरुले यो मान्छेलाई कल अथवा मेसेज गर्न सक्नुहुन्न अथवा यो मान्छेले चाहिँ तपाईहरुलाई कल अथवा मेसेज गर्न सक्दैन भनेर लेखिराखेको छ। र त्यसको तलपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ नो र यस भनेर लेखेको छ। तपाईहरुले यहाँनिर चाहिँ यसमा एकचोटि टच गर्नुपर्ने हुन्छ। यो यसमा एकचोटि टच गर्नुहोस् र साथीहरु, त्यसपछि तपाईले के गर्नुपर्ने हुन्छ, एकचोटि ब्याक गर्नुहोस् र साथीहरु, ब्याक गरिसकेपछि तपाईहरुको मोबाइलमा चाहिँ फेरि एउटा यस्तो इन्टरफेस ओपन भएर आउँछ र यहाँ माथिपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ ब्लक र एड भनेर लेखेको छ। यो ब्लकको बटनमा एकचोटि टच गर्नुहोस् र साथीहरु, त्यसपछि तपाईहरुको मोबाइलमा चाहिँ फेरि एउटा यस्तो इन्टरफेस ओपन भएर आउँछ र यहाँनिर चाहिँ तपाईहरुले फेरि देख्न सक्नुहुन्छ त्यही मेसेज रहेको छ। यदि तपाईहरुले यो व्यक्तिलाई ब्लक गर्नुभयो भने यो व्यक्तिले चाहिँ तपाईहरुलाई मेसेज अथवा कल गर्न सक्दैन भनेर लेखिराखेको छ यो मेसेजले। र साथीहरु, त्यसको तलपट्टि तपाईहरुले देख्न सक्नुहुन्छ नो र यसको बटन लेखेको छ र तपाईहरुले यहाँनिर चाहिँ यसको बटनमा एकचोटि टच गर्नुपर्ने हुन्छ। यो यसको बटनमा एकचोटि टच गर्नुहोस् र साथीहरु, त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ मेरो मोबाइलको कन्ट्याक्ट लिस्टबाट त्यो सुरज नाम चाहिँ ब्लक भइसक्यो।
र साथीहरु तपाईहरुले पनि देख्न सक्नुहुन्छ तपाईहरुको मोबाइलबाट चाहिँ त्यो व्यक्तिको नाम चाहिँ डिलिट भइसकेको छ अथवा ब्लक भइसकेको छ। र साथीहरु तपाईहरुले चाहिँ यसरी एकदमै सजिलोसँग आफ्नो इमो एकाउन्टबाट कुनै पनि व्यक्तिलाई ब्लक गर्न सक्नुहुन्छ। यदि साथीहरु तपाईहरुले पनि आफ्नो इमो एकाउन्टबाट कुनै पनि व्यक्तिलाई ब्लक गर्न छ भने मैले भनेको तरिकालाई प्रयोग गर्नु होला, जसबाट तपाईहरुले एकदमै सजिलोसँग कुनै पनि नचाहिदो नम्बर अथवा आवश्यकता नभएको कन्ट्याक्टहरुलाई चाहिँ ब्लक गर्न सक्नुहुन्छ। हस्त साथीहरु आजलाई यति, र अझैसम्म तपाईहरुले यो युबी एडभाइस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नुहोस्। यो भिडियोको तलपट्टि तपाईहरुलाई एउटा सब्स्क्राइबको बटन देखिँदैछ, त्यसलाई टच गरेर सब्स्क्राइब गर्नु होला र सँगसँगै आएको घण्टीको आइकनलाई पनि टच गर्नु होला। यदि साथीहरु तपाईहरुले यो भिडियोमा केही कुराहरु बुझ्नु भएको छैन भने तपाईहरुले मलाई कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। यदि साथीहरु आजको यो भिडियो तपाईहरुलाई राम्रो लाग्छ भने आजको यो भिडियोलाई आफ्नो फेसबुक, व्हाट्सएप, इमो, इन्स्टाग्राम सबै ठाउँमा शेयर गर्नुहोस् र सँगसँगै आजको यो भिडियोलाई लाइक गर्नु होला। हस्त साथीहरु फेरि अर्को भिडियोमा भेटौँला।